सपु मेरी सपु कहाँ छेउ तिमी कुन हालमा छेउ आज तिम्रो जस्तै अनुहार देखेर मलाई तिम्रो याद आयो सपु बिनाजु सपु बिनाजु ए बिनाजु पक्नुस् भनेको कहाँ छ सपु सपु बिनाजु कल्पना किन खरा थियो ह के भयो फुपू मैले अघि भर्खर मेरो बिनाजुलाई देखेँ त्यो पनि पागल अवस्थामा होइन तेरो दिदी र बिनाजु त कतार गएका थियो होइन र हो फुपू उहाँ मेरो बिनाजु नै हो पहिला मलाई देखेर हेरै गर्नुभयो अनि दिदीको नाम लिएर सपु भन्दै दौड्यो हो र खोइ के भन्छस् त तेरो दिदी सपना कतारमै विपत्ता भयो कि रे ज्वाइँ पनि अलपत्र परे भन्ने सुने अब मैले त उहाँहरूलाई साथीले फसाएर ऋणमा डुबाएको अनि त्यही ऋण तिर्न विदेश जानुभएको भन्ने सुनेको थिएँ मैले पनि त्यो त हो खास कुरो त अर्कै छ नानी कस्तो खास कुरो अर्कै भन्नुभएको फुपू सुनाउनुहोस् न मलाई तेरो दिदी सपना बिनाजु चक्रलाल जिन्दगी आनन्दले बिताइरहेका थिए आज सपु कता गइछिन् आज नराम्ररी तर्साइन्छु दाइ ए दाइ पर्खिनुस् न भनेको पर्खिनुस् दाइ ए दाइ दाइ त किन दौड दाइ ए दाइ कस्तो तर्साको साथीको क्या हो आज पनि मेरो योजना चौपन्न कहाँदेखि बोलाउँदै आएको म त थाकिन कहाँ गयो हजुरको नमस्कार दाइ नमस्कार ए पुनम नानी कताबाट आज तिमी यता म त कृषि कलेज रामपुरबाट सिधै हजुरलाई भेट्न आएको कहाँदेखि बोलाउँदै आएँ दाइ हजुरले सुन्नु भएन ए के काम थियो र नानी अनि महिला भेट्न चाहिँ किन हतार म कृषि प्राविधिक कलेजबाट चाहिँ इन्टर्नको लागि आएको दाइ हजुरले यहाँ केही सहयोग गर्नुहुन्छ कि भनेर ए नानी मलाई त आजभोलि त्यस्तो फुर्सदै छैन नि होइन ए ज्वाइँ साहब तपाईँलाई के को चटारो हो कि जाइ खान थाल्नुभयो आफूलाई त सधैँ फुर्सद छ बेरोजगार नपरियो ए त्यसो भए मलाई हजुरले रिसर्चमा हेल्प गरिदिनुहोस् न दाइ प्लिज ए भइहाल्छ नि आफू त फुर्सदिलो पनि फेरि म सबैलाई सहयोग गरिरहने मान्छे म सहयोग गरिहाल्छु नि ओके थ्याङ्क यू त्यसो भए अहिलेदेखि नै काम सुरु गरिहालौँ न त रिसर्च त सुरु गर्ने नानी तर नानीको परिचय चाहिँ पाउन त म होमे दाइको मामाको छोरीको मितिनी ए नानी आफ्नै मान्छे पर्नु भएछ नि ए दाइ ल हुन्छ जाउँ न त टँडेल खेती कतातिर छ रिसर्च गर्न मलाई टँडेल नै चाहिने भएको भएर ल न दाइ ल जाउँ हिँड्नुहोस् जाउँ ए मैले त हजुरहरूलाई नमस्ते गर्नै बिर्सेको नमस्कार है नमस्कार हजुरहरूलाई नमस्कार
रिसर्चको लागि मलाई हजुरहरूले पनि सहयोग गर्नुपर्छ है। हस् भइहाल्छ नि। ल दाइ जाउँ। दाइ म बेलुका घरमै आउँदा। आज चाहिँ दाउ छोपेर जाल फ्याँकिहाल्नु पर्यो यो चक्रेलाई। ए चक्रे दाइ पख त, तिमीसित नगरी नहुने कुरा छ एउटा। ए होमे के कुरा गरेर पछि लागिरह्यो हो? भन त छिटो। यसो बसेरै कुरा गरौँ न। ल बस न त एकखेर सल्लाह गर्नुपर्ने छ कि। ल यही बसौँ नि त। यही बसेर सल्लाह गरौँ न। सल्लाह गर्नुपर्ने हो। ल बसौँ त बसौँ न, यही भयो नि हुन्छ। के कुरा हो भन त? हेर चक्रे दाइ, तिम्रो त्यत्रो धेरै खेती छ, अब यो खेती गरेर मात्रै फाइदा हुने होइन। खै के भन्न खोज्या तैँले? अलिक खुलाएर भन्न, मैले त कुरै बुझिनँ। हेर चक्रे दाइ, मैले बैङ्कको हाकिम चिनिया छ, अनि तिम्रो जग्गा त्यहाँ धितो राखेर ऋण निकालौँ। त्यो ऋण निकालिसकेपछि गाई भैँसीको फर्म खोलौँ। हेट अनुभव नै नभइकन त्यत्तिकै डुब्यो भने नि। ए दाइ पनि गरेपछि पो अनुभव हुन्छ त। म पनि सके सेयर हाल्छु, मद्दत पनि गर्छु। काम गर्ने नै हो त। गरौँ गरौँ। मेरो ससुरालीमा एउटाले भैँसी फर्म खोलेर कति पैसा कमाएर करोडपति भएको छ। ल ल पहिला बुढीसँग सल्लाह गरौँ, अनि जे गर्नुपर्छ गरौँला नि। अब सल्लाह गरे पनि नगरे पनि काम चाहिँ गर्नुपर्छ। पहिला सल्लाह चाहिँ गरौँ न। ल अहिले चाहिँ लागि म है। ए बुढा, गाई बिरामी भएको हो कि बाछाल दुध चोरेर खाएको हो कि? आज बिहान त दुध नै पाउँथ्यो त। यस्तो चोक्रे गाई पालेपछि कहाँबाट दुध धेरै हुन्छ त? अब त गुजारा चलाउनै गाह्रो हुने भयो। घर खर्च धान्नै सकिएन, के गर्ने भने? अब बडा बडा भैँसी पाल्ने हो, बुझ्यौ? घुमेर हामी मिलेर भैँसी फार्म खोल्ने हो। के भन्छ नि बुढा, अनुभव र ज्ञानसित त्यतिकै हाम फाल्दा डुबिएला है। काम गर्न जान्ने कामदारहरू राखेर धेरै पैसा कमाएर करोडौँमा खेलाउला बुढी। सधैँ पैसा छैन भनेर के न्याङ गरिराख्नु भने? खै मलाई त केही पनि थाहा छैन है। राम्ररी सोच विचार गरेर मात्र हात हाल्नु, पछि झिङ्गा भन्काएर बस्नु पर्ला। हुँदैन हुँदैन, यसरी डराएर बसेर कति दिन गुजार चल्छ? अब मजाले काम गर्ने हो बुढी। काम चाहिँ गर्ने, तर होस पुर्याउनु पर्छ चाहिँ भने कि। ठिक छ नि त। ल म भूमिसँग ऋणको चाँजो पाँच मिलाउन बैङ्कतिर जानला। ल हुन्छ, अबैसम्म नबस्नुहोस् है। ल ल म काम सकेर आइहाल्छु।
गाउँले भाइ यो टनेलको मालिक पनि उही हो। हजुर त्यसो दाइ तपाईँलाई रिसर्चको बारेमा के सोध्नु पर्ने हो उहीसँग सोध्दा हुन्छ। दाइ एउटा दुईटा क्वेसन गर्छु है हजुरलाई। गर्नु न। हजुरले चाहिँ यो टनेलहरूमा यो खेतीपातीमा चाहिँ विषादी प्रयोग गरेकै कारणले चाहिँ कुनै किराहरू चाहिँ लोप भएको अनुभव गर्नुभएको छ त दाइ? अनुभव गरेको छु मैले। अब यो हामी विषादी प्रयोग गरिसके पछाडि चाहिँ भमराहरू चाहिँ लोप भएको महसुस गरेको छु। ए अरू दाइ? अनि दाइ अरू केही समस्याहरू केही छ कि भन्नुहोस्, मैले टिप्छु। अनि टनेल खेतीकै कारणबाट चाहिँ अरू खेतीपातीमा केही असर भेटाउनु भएको छ कि दाइ हजुरले? अरू समस्या चाहिँ होइन ए ज्वाइँ साहब, के चियो चर्चो गरे भने हिजो पनि परबाट हेरिराख्नु भएको थियो, के हेरे हो त्यस्तो? केही होइन, अनुसन्धान गरे हेरे। हेर्छौ अनुसन्धान, हिजो चाहिँ फुर्सद छैन रे, आज चाहिँ अनुसन्धान गरे हेरे अरे। जेठान जेसुकै ठान मैले पनि अनुसन्धान गरेकै होला जाऊ। तिम्रो चाहिँ के को अनुसन्धान नि? तपाईँको नियतको अनुसन्धान गरे मैले। के रे, कस्तो मेरो नियतको अनुसन्धान नि? अनि मेरी मित बुइनीलाई फकाइ फुकाइ टपकायो भने सिद्धेन यहाँ। पापी बुढा, टपकाएँ भने नि के फरक पर्छ त? अहिलेसम्म म कुमारै हो क्या रे? ए भएन, अब ल यो कार्यक्रम क्यान्सल गर, क्यान्सल। ए खै खै कहाँ अनुसन्धान बिथल्नु, खुरुक्क आफ्नो बाटो लाग्नु चाहिन्छ। यहाँ यो त विकासको लागि मैले मान्छेले राख्दैछु। गाउँको विकास होस् भनेर मान्छे लिएर आएको झन् बुढा चाहिने नचाहिने कुरा गरेछ। ल जानुहोस् खुरुक्क घर। प्रायोजक दुग्ध उत्पादक कृषकहरूको सहयात्री मित्र खरिबोट दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड। यो खरिबोट दुग्ध उत्पादक सहकारी संस्था चाहिँ 2050मा दर्ता भयो। अहिले तपाईँको दुध चाहिँ कति लिटर हुन्छ? अहिले हामी 1600 लिटर बजार लान्छौँ दैनिक। 102 जना किसान मध्येबाट 1600 लिटर दुध चाहिँ दैनिक बजार गइरहेको छ। बजारमा चाहिँ गुणस्तरीय दुध लानुपर्छ। बिहानदेखि बिहान पनि भर्छौँ हामी, बेलुका पनि भर्छौँ। ए बुढा, करोडपति बन्ने योजना भन्दै थियौ, खै त? कि करोडको अगाडिको कसै झिक्नु पर्ने हो? योजना तयारी त हुँदै छ नि बुढी, तर योजनाको काममा अलिकति मद्दत चाहिँ तैँले पनि गर्नुपर्ने हो के? कस्तो चाहिँ मद्दत गर्नुपर्ने मैले भनिहाल्नु त छिटो। ओइ बुढी यहाँ आइज त, कुरा अलिक गोप्य छ यहाँ। भनिहाल्नु त त्यस्तो के कुरा हो? सक्रे दाईको जग्गा राखेर ऋण झिक्ने, अनि त्यसमा चाहिँ केही पैसा हामीले चलाउने भने के लाठी? राइट, के भनेको? फटा काम गर्ने? कुरा त राम्रोसित सुन्नु भइरहेको। आधी पैसा एक्सपोर्ट इम्पोर्टमा, आधी पैसा भैँसी फर्ममा लाउने क्या लाठी? अनि के हो नि त्यो एक्सपोर्ट इम्पोर्ट भनेको चाहिँ? त्यो धेरै पैसा आउने व्यापार हो के? यस्तो कुरा तैँले बुझ्दिनस्, त हामीलाई पैसा आयो भएन? हेर बुढा, यो नचाहिने काममा मान्छे फसाउने काम नगर नि। आफै धापमा भाष्यलाई मैले भनिदिएको छु नि। त्यस्तो होइन के, कुरै बुझ्दिन यो। अनि कस्तो त? कस्तो? हेर है, सपना भाउजूले धितो राख्न मानेकी छैनन्।
तैँले राम्रोसित सपना भाउजूलाई सम्झाएर यो राम्रो काम हो, करोडपति चाँडै बनिन्छ भनेर सम्झाउनु पर्यो के? अब आफैले बुझे होइन के अरूलाई सम्झाउनु बुझाउनु भने हो? रामलाल दाईको मान्छे छ रे, उसले ऋण निकालिदिन्छ रे। त्यही कामको लागि हामी रामलाल दाईलाई भेट्न जानला। त्यो चाहिँ तैँले नगरी भएन के? ए होमे, रामलाललाई भेट्न जाने भने होइन? ढिलो भइसक्यो, अबेर भइसक्यो, जाउँ। ए ल ल जाउँ जाउँ। जाउँ जाउँ। हेर होमे, त मेरो सङ्गत मात्रै गर्दै जान, तँलाई म करोडौँमा खेल्ने मान्छे बनाइदिन्छु। मान्छे हुन्छ दाई, मलाई पनि इम्पोर्ट एक्सपोर्टको बिजनेसमा छिर्ने ठाउँ बनाइदिन् न। त्यति भए त मलाई भइगयो नि दाई। भइगयो नि त, मैले भने काम गर्दै जा त, तँलाई म करोडपति बनाइदिन्छु नि। भइहाल्छ नि दाई, चक्रेसित पनि उता यसो काम गरे जसो त गर्नु पर्यो नि दाई, होइन र? तेरा बुढाबुढी यसो त्यो चक्रेको फर्ममा आए गए जस्तो मात्रै गर्नु, त्यहाँको काम जति चाहिँ त्यही चक्रेका बुढाबुढीलाई मात्रै लाद्नु क्या। राम दाई, त्यसो गर्दाखेरि त्यो चक्रे बुढाले अनि मलाई मार्दैन? त पनि यसो कहिलेकाहीँ पशुपालनको तालिम ल्याए जस्तो गर्नुपर्छ के। अब त्यसको व्यवस्था त म मिलाइहाल्छु नि। हो नि दाई, तालिममा गएर धाक पनि लाउन पाइयो, काम पनि छाल्न पाइयो। दिमाग त तपाईँको शैतानी रहेछ नि। के रे? ए मेरो मतलब तपाईँको दिमाग खतरा रहेछ भने। त्यसो चाहिँ भन्न। अब ल हिँड, अब जाउँ उता, फेरि अर्को मुर्गा फुत्केला फेरि। ल त्यसै गर है। हुन्छ दाई। दुईजना छोटाहरूको कुरा, रामलाल जस्तो चोरको सङ्गत गरेर होमे पनि त्यस्तै फटा भएछ। त्यो रामलालले होमेलाई पनि खाल्डामा हाल्छ। कतिजनालाई डुबाइसकेको छ त्यसले। पिच्छी हो भनेर जान्दा जान्दै अँगालो हाल्न गएपछि टोकिहाल्छ नि। अब त्यो होमलाललाई कसले सम्झाउने यो कुरो? तिमीहरूलाई कसै कुरा काटा पर्छ भन त, के हो तिमीहरू? हाम्रो कुरा कसले सुन्यो? को त्यो? लाले हुमा, लाले माया गरेर बोलाउनको लागि लालु हुमा। नाम चाहिँ लालु, काम चाहिँ कुहिया आलु। तिमीलाई कोक्याउने पनि आलु, कस्तो सातो ल्याए? के रे? के भने? अनि के अर्काको सुराकी गरे जस्तो लुकेर कुरा सुनेर बसे। मैले कुरा सुनेर के भयो त? त्यत्तिकै डराउँछन् पानी मरेहरू।
ल तँ होमेलाई चाहिँ रामलाल जस्तो चण्डालको सङ्गत नगर्नु भन्नु तिमीले। सम्झाउँदा म त्यसलाई सम्झाउँला, तर कुकुर पुचर जस्तो ढुङ्ग्रा हालेर सिधा नहुने खालको मान्छे हो त्यो। तैपनि म त्यसलाई सम्झाउँला, अहिले म लागेँ। ए दिदी कति कुरा गरिरह भने छिटाउनु न, भोक लागिसक्यो। मलाई दिदी जाउँ हानपानी खाजा खान। नानी म त काममा अलि व्यस्त थिएँ, भाउजू पनि छैन, अनि के नानी गइहाल्ने र? दाइ अब आज अलिकति इमर्जेन्सी काम पर्यो, निस्किहाल्नु पर्ने भयो। भाउजूलाई गएँ भनिदिनु होला नि दाइ, फेरि फेरि आउँदै गरौँला नि है दाइ। लाग्छ अहिलेलाई। हवस् त दाइ, म लागेँ। मेरो रिसर्चको लागि धेरै सहयोग गर्नुभयो, त्यसको लागि हजुरलाई धेरै धेरै धन्यवाद है दाइ। नमस्ते नानी, यसो कहिलेकाहीँ अब यतातिर आउँदै गर्नुहोस् न है। हुन्छ दाइ, आइहाल्छु नि। अब कामै भयो त के भन्नु नानी, जानै पर्ने भएछ, जानु। यसो माया नमार्नु, बेला बेला आउँदै गर्नु, यसो सम्झिनु। हुन्छ दाइ, हुन्छ, आइहाल्छु नि। हुन्छ नानी, यतातिर यसो आउँदै गर्नु, माया नमार्नु। हवस् त दाइ। होइन ए जेठान, मामलो चाहिँ कहाँसम्म पुग्यो नि? यहाँ आलो घाउ दुखिराखेको बेला नुन हाल्ने चाहिँ नि काम नगर है ज्वाइँ स्वाइँ भन्दिनँ नि, फेरि तिमीलाई म चोइ चोइ पारिदिन्छु नि। कहाँ यसरी यसलाई अब किलो पनि पुस्केको यो कता हो कुनी, यो केटाले काम पनि गरेन खै। तेरिका बिरु पनि कहाँ होला? बिरु बिरु कान पनि सुन्दैन, खोक्नु पर्ने पागललाई पनि के भएको होमे मरो पनि कहाँ कहाँ गएको हो पनि, खै तालिम ल्या भन्छ, वस्तुहरू भैँसी पाडाहरू बिराम भएको पनि वास्ता गर्दैन। ए बुढा बुढा किन सपु यता आऊ त, एउटा कुरा छ। ए ल ल म एकछिन त्यो केटालाई काम हराएर आउँछु है त। तिमी कहाँ गयो त?
भैँसीले घाँस पनि हालेको छैन, कहाँमा रहनु पर्यो यसलाई। बिरु, ए बिरु, यहाँ वस्तुलाई यसो हेर्दै गर्नु है, म त्यहाँ परसम्म गएर आउँछु क्या। के कुरो गर्ने भने भन त? के हो होमेको बुढाबुढी त फर्मतिरै आउँदैनन् त, आए पनि राजा रानी सवारी भए जस्तो। के हो फर्ममा उनीहरूको पनि लगानी छ भने होइन? केही लगानी त छ, उसको चाहिँ काम तालिम सालिम पशु स्वास्थ्य रेखदेख हो क्या। अनि खै त पशु स्वास्थ्य रेखदेख गरे, सबै वस्तुहरू बिरामी छन्, यस्तो चालले कसरी चल्छ? त्यो कुरा होमे आएपछि गरौँला, अहिले कामदारहरूले सुन्ने गरी हल्ला गर्नु हुने कि। त्यसो भन्दा भन्दै बर्बाद होला है। होमेका बुढाबुढीको मैले निको चाल देखेको छैन, मैले भन्ने छु। ल ल भरे होमेलाई भेटेर यसबारेमा कुरा गरौँला, अहिले हल्ला नगर। तिमीले यस्तो भने 1 हप्ता भइसक्यो, यस्तो पाराले त डुबेला जस्तो लाग्दैछ है मलाई। आज बेलुका चाहिँ जसरी पनि भेटेर त्योसँग म कुरा गर्छु। अहिले चाहिँ यो कुरा छोडौँ। फर्मका बिरामी भैँसीहरू सबै मर्छन्, उनीहरूको सर्वस्व डुब्छ। लागेको ऋण तिर्न दुवैजना विदेश जान्छन्, त्यसपछिको कुरा सबै तँलाई थाहा छँदैछ। म पनि मेरो दिदी भिनाजुलाई ऋणमा चुर्लुममा डुबाएर विदेश जान बाध्य बनाउने हो मेरो सुन्दरीलाई बर्बाद पार्न जाल हाल्दैछु फुपू। बदला नलि छोड्दिनँ म। त्यो त उनीहरूले पशु बिमा नगरेको भएर डुबेका हुन् नि, पशु बिमा गरेको भए त केही न केही बिमा कम्पनीले बिहोर्थ्यो नि। त्यस बेला बिमा गर्न कसैले सिकाएनन् होला, त्यसमाथि पनि होमे भिनाजुकै गल्ती देख्छु। जसरी डुबाएको तिमीले नै हो। को मान्छे त्यो त्यसरी लुकेर हाम्रो कुरा सुन्ने? को हो त्यो? को भने त्यो? मेरो नाम पद्मलाल बजगाई। पदमलाल बजगाई, हजुर। अनि तपाईँले कति ल्याउनुहुन्छ दुध? दुध अब कहिले 40 ल्याउँछु, कहिले 30 ल्याउँछु। तपाईँले यो खरिबोट दुग्ध उत्पादक सहकारी संस्थामा चाहिँ दुध दिनुहुन्छ, यो दुध ल्याउँदा यो सहकारीबाट तपाईँले के लाभ लिनु भएको छ अहिलेसम्म? अब अहिलेसम्म हामीले क्यान पाएका छौँ, अनि अब बाल्टिनीहरू पाएका छन्। अनि तपाईँले कति भयो यहाँ दुध ल्याउनु थाल्नु भएको? अहिले भयो होला 32-33 वर्ष। 32-33 वर्ष भयो है। नाम के हो? बलराम जग्गा। ए तपाईँले यहाँ दुध कति ल्याउनुहुन्छ? अब कहिले 15 ल्याइन्छ, कहिले 10 ल्याइन्छ। कति भयो तपाईँले यहाँ दुध दिन थाल्नु भएको? एक दुध ल्याएर त धेरै भयो। कति भयो? भयो 20 वर्ष भयो। अनि तपाईँले अन्तभन्दा यहाँ के सुविधा पाउनु भएको छ? अब अनुदान पाएको छ, कहिले कहिले पम्प पाएको छ। तपाईँको नाम? पदम बहादुर तामाङ। तपाईँले कहाँबाट ल्याउनुहुन्छ दुध यहाँ? मैले चामखरबाट लिएर आउँछु। चामखरबाट झन्डै कति टाढा छ यहाँ? लगभग यहाँबाट 2.5 किलोमिटर। कति भयो तपाईँले दुध ल्याउन थाल्नु भएको? दुध ल्याएको 6 वर्ष जति भयो। कति ल्याउनुहुन्छ दुध चाहिँ? अहिले अब अरूको पनि सङ्कलन गरेर मैले 4 क्यान चान्चुन दुध बेच्छु। 4 क्यान भन्नाले तपाईँको 180 लिटर। अनि तपाईँले चाहिँ यहीँ दुध ल्याउनुको कारण चाहिँ के? यहाँ कृषकले पाउनुपर्ने त्यस राज्यबाट दिएको, सरकारबाट दिएको अनुदान रकम पनि पाइरहेको छ। सेवा सुविधा राम्रो भएर यहाँ ल्याएको।